सबैजना थोरै अब अनि के हुन्छ अब मतलब के हो यसलाई निम्ताउनु आशालाई निराशामा बदल्नु सबैजना आशालाई जाने शरीर दण्ड कस्तो त भन्नु शरीर चाहिँ मात्र होइन सातै खुट्टा छ सात कस्तो त हामी काम गर्दैछ जाने अब दुइटै हात माथि दुइटै हात त कस्तै नपस्दै बस पर्दै बस पर्दै बस बस पर्दै बस थोरै जग्गा सास गरिदिने श्वासको क्रियासँगै शरीरको क्रियाहरूलाई शरीरका प्रत्येक पुरै घुँडा चलेका छन् चलेका छन् त्यो प्रत्येक अङ्गहरू चलेको छ मजाले गरिदिने एकदम ओके पछाडि एकदमै राम्रो शरीरका प्रत्येक अङ्गहरू तानेका छन् अलिकति अझै पुरै हिँड्ने हामीलाई नाकबाट श्वास अलिकति माथि माथि हात श्वास ओके अगाडिबाट पुरै हात कमरमा अब घुँडालाई छुने पालै पालो पाइतानाले घुँडामा अब अगाडि पालै पालो अघि पछाडि अब पालै पालो अगाडि सबै हात माथि तल ओके अगाडिबाट के अब शरीर तातेको छ एकैछिन निकै बढायो चढ्ने ल एकैछिन आँखा बन्द लामो र गहिरो श्वास शरीर थाकेको छ तातेको छ लामो र गहिरो श्वास श्वास सुन्दै सुन्दै आँखा छ शरीर ताडासन गरौँ मजाले माथि लाने
अगाडि माथि उठाउने त्यसोलाई माथि श्वास गरेर माथि हेरिदिने श्वास रोकेर श्वास परेर रोकिदिने श्वास छोड्दै छोड्दै तल पुनः माथि एकैछिन 10 बिस्तारै त्यो खाली स्थान देखेर अडेका छ राम्रो अब वृक्षासन पहिला हेरौँ मजाले गोडा तान्ने पहिला लक गरिदिने यता साइड ठिक छ यति यो हो हातलाई सिधा माथि शरीरको सन्तुलनको याद एकदम मजा बिस्तारै हातलाई सन्तुलन गर्छ अर्को हातको पालो आएको छ अर्को गोडाको पालो आएको छ यहाँ राखिदिने हरिओम हातलाई सिधा श्वास गरेर ओके भइरा थोरै गोडालाई फेरि दुईटा हातलाई माथि लगिदिउँ त हजुर यसरी यसरी अलि उल्टा हुँदैछ यसरी राख्नु भएको हुन्छ अनि अर्धचन्द्रासन गरौँ श्वास छोडेर दृष्टि माथि र हातमा हेरिदिने श्वास छोडेर 10 सेकेन्ड 10 माथिलाई अर्कोतिर श्वास छोड्दै पुरा मेरुदण्डलाई पुरा बङ्ग्याउने टिप्टा साइडमा एकचोटि श्वास छोड्दै छोड्दै अर्धचन्द्रासन 10 10 गर्दै माथि 10 गर्दै एकदमै राम्रो पुरै गोडाको क्रियाहरू गरौँ अगाडि बढ्नु ल 6-6 चोटि गरिदिने हो कि गोडालाई अगाडि ल्याउँछौँ हो कि मुठी गर्छौँ खोज्छौँ 1 2 3 श्वास छोड्दै 4 5 6 तल माथि 1 2 3 4 5 6 माथि गोडा 1 पाइताला 2 1 पाइताला मात्र 4 5 6 विपरीत 1 4 5 6 गोडालाई माथि 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 लक गर्छौँ अलिकति अडिने हजुर ल कोसिस गरौँ ल 1 2 3 4 5 6 गोडालाई सिधा राख्नु त हजुर हात कमरमा 1 2 3 4 5 6 पछाडि लैजाउँ त अलिकति लक गरौँ कोसिस गरौँ हजुर ल कोसिस गरेर अलिकति अप्ठ्यारो हुन सक्छ सन्तुलन गरिदिनु तर गोडालाई सिधा अनि हातलाई हात कमरमा एकदम मजाले गोडालाई माथि सिधा तन्काउने हजुर ल 4 5 6 7 8 9 10 शरीर गोडालाई थर्काउँछ अर्को गोडाको पालो अगाडि मुठी गर्दै खोल्दै 1 2 3 4 5 6 र तल माथि 1 2 3 4 5 गोडालाई माथि पाइताला मात्र 1 2 3 4 5 6 विपरीत 1 3 4 माथि 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 10 राखिदिन्छु 1 2 3 4 5 6 बिस्तारै तल अब सिधा हात 1 2 4 हातलाई यहाँ राख कमरमा राख्ने गोडा माथि 7 8 9 10 बिस्तारै पछाडि लक गर्ने यसरी लक गर्छु हात कमरमा छ हैन बिस्तारै निक्लिन्छ हामीलाई सक्नुमा टेकिदिने यसरी हातमा ल गाले चाहिँ एकदम आफू सन्तुलनको याद बिस्तारै गोडालाई सिधा 1 2 3 4 5 अब के गर्छौँ गोडा झर्काएर तल थोरै अलिकति दुई हात गोडा जोड्छौँ तलमाथि 1 2 3 4 5
छ घुमाइदिने 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 थोरै कम्मरमा आउँछ दुई हात कम्मरमा अलिकति बडा फटाइदिन्छ 1 2 पाकेसम्म पुरै घुमाइदिने 3 4 5 6 विपरीत 1 2 3 4 5 कमरको त भयो अब शरीरको घुमाउँछौँ दुईटा हातलाई सिधा श्वास छोड्दै श्वास बढ्दै श्वास छोड्दै छोड्दै 3 4 5 6 7 सिधा अर्को हात हाल्नु यसरी पछाडि लाग्ने होला एउटा हात अर्को हातलाई यसरी अगाडि 1 2 3 4 5 यसरी अगाडि हात 1 2 3 4 5 6 हात तल 2 3 4 5 गरी 1 पुनैचोटि 1 2 3 4 5 6 माथि 1 2 3 4 5 अघि माथि गरेर अब यो जुन माथि जाने हात छ यसलाई यसरी विपरीतमा लाने हुन्छ यो गोडाको पछाडिपट्टि पाइदामा छुने यसरी अनि मेरुदण्डलाई घुमाइदिने परिवृत्त त्रिकोणासन 1 2 3 4 5 6 तारे माथि सन्तुलनमा ल्याएर हजुर गोडालाई 90 डिग्री पछाडि हातलाई यता पछाडि पाइदामा भन्दा विपरीत 1 2 3 4 5 गर्दै गर्दै यतिलाई पाँच छोड्दै छोड्दै 1 2 3 4 5 माथि विपरीत 1 2 3 4 5 6 श्वास गर्दै गर्दै माथि यति गर्छ अब विपरीतलाई फेरि यसरी श्वास छोड्दै चाहिँ 20 चोटि राम्रो दुई चाहिँ गोडालाई फेरि नजिक लिएर आउनु होला तरिका दुईटी हात चाहिँ सिधा पछाडि लक गर्छौँ श्वास गर्दै थर्टी सक्छ एकदमै याद गर्नु होला है भयो शरीरमा शरीरका असन्तुलन हुन सक्छ एकदमै याद गरे अब अगाडि श्वास गर्दै सुन्दर ठिकै भइसक्यो आत्मा पुरै मुठी गर्छौँ चल्छौँ साइडमा माथि बन्द 1 2 3 4 1 बन्द गर्नु अब दुईटा हातलाई राख्छु 1 3 4
5 कॉपी करिए 2 3 4 5 कॉपी के हाथ में मार दी ये साक्षी दी 3 3 4 5 कॉपी करते 2 4 5 कॉपी के हाथ में हाँ dulu एक Boleh. Pas boleh. 2 3 4 5 6 1 2 3 4 5 6 1 2 3 4 5 Every number 6 1 2 3 4 5 6 अब हामी के गर्छौँ त्यसलाई कलरमा सिट काम गर्छौँ एकबाट जोडिदिने है गर्दै बस्दै गर्दै विकासको पाराले बस्दै बस्दै दुई बस्दै गर्दै बस्दै गर्दै बस्दै गर्दा 3 पटक बस्दै बस्दै गर्दै बस्दै गर्दै गर्दा 3 पटक बस्दै गर्दै Apa pelaksanaan saat lagi asal kita tapi oi di mana oi tin kamera apa di bukan baik macam bukan tidak mungkin tapi sampai di kamu kalau itu dipakai jadi tin 4 5 जिब्रो बाहिर निकाल्ने श्वास भन्ने tidak Okay. अनि आवाज सुरु भएको छ एकैछिन ओके माथि तल साइडमा ल हजुर ल साइडमा दायाँ बीचमा बायाँ बीचमा दायाँ बीचमा बायाँ बीचमा दायाँ बीचमा बायाँ अन्तिम पटक दायाँ बीचमा बायाँ घुमाइदिने आँखालाई माथि दायाँ तल बायाँ माथि दायाँ तल बायाँ माथि दायाँ तल बायाँ अब विपरीत माथि बायाँ तल दायाँ माथि बायाँ तल दायाँ माथि बायाँ तल दायाँ आँखालाई खोली बन्द गर्ने ठुलो ठुलो आँखाहरूले बन्द गर्ने जस्तो एकदमै राम्रो दुईटा हातलाई माथि लैजाउँ मसाज गरौँ ओके अब एकैछिन आँखा बन्द हातको तापलाई सिटी आँखालाई ओके बिस्तारै हामी हातलाई हेर्दै हेर्दै आँखा खोल्छौँ र बिस्तारै मसाज अलिकति मसाज गरिदिन्छौँ पुरा मुहारमा अनुहारमा कान्ति आउनु परेछ मुहारमा कान्ति आउनु परेछ होइन मुहार हृदयमा शान्ति पनि आउनु पर्यो होइन क्रियाले सबै ती क्रियाहरू गर्छ अब मसाज शिरमा मजाले गरिदिन्छ पुरै मसाज गरिदिने शिरको ल अब थप्की पुरै थप्कीको प्रयोग गर्छौँ हामी एकदम मजाले पुरै छातीको तल पेटको तल दायाँ बायाँ माथि हातमा जान्छौँ हातको माथिल्लो भाग तल्लो भाग कोखामा अलिकति बढी हजुर ल अनि छातीको साइडमा अनि यहाँ
पाखुराको साइडमा हृदयको क्षेत्र भनिन्छ यसलाई एकदमै मजाले। अब बिस्तारै फेरि अर्को हात ओके सुन्दर फेरि पछाडि बिस्तारै तल जाङमा अलिकति बढिहाल्छ ल जाङमा बढी तल ठिक छ एकदमै राम्रो एकैछिन शान्त आँखा बन्द लामो र गहिरो श्वास लामो र गहिरो श्वास सुन्दर बिस्तारै लामो र गहिरो श्वासका साथ बिस्तारै बिस्तारै हामी आफ्नो आँखा सूर्य नमस्कार गर्ने ल सूर्य नमस्कार गर्छौँ शक्ति सञ्चालन हामी हरेक दिन गरिरहेका छौँ सूर्य नमस्कार गर्छौँ आज ल सबैभन्दा पहिला गोडालाई जोडिदिने ल प्रणामासन यहाँहरू सबैलाई थाहा छँदैछ प्रणामासन प्रणामासन गोडा जोडिदिने हजुर ल मेरुदण्ड सिधा होस् पुरा प्रणामासन दुईटा हातले तल श्वास गर्दै गर्दै दुई श्वास गर्दै गर्दै प्रणामासन दुई जति सक्नुहुन्छ त्यति लाने हजुर ल अझै लानु सक्नुहुन्छ अझै लाने खुट्टा अगाडि छातीलाई माथि सिरलाई पछाडि श्वास छोड्दै 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 सुरुमा 3 श्वास छोडेर पादहस्तासन सुरुमा जाँदैन ढोगिँदैन त्यही भएर जति जान्छ त्यति मात्र हजुर ल जति जान्छ त्यति मात्र सम्पूर्ण लानु होला सम्पूर्ण केही फरक परेन 4 मा श्वास बढ्दै बढ्दै हेर्नुहोस् त यहाँ पुरा माथि लाने हजुर ल श्वास भरेर दाहिने गोडालाई लगेका छौँ हामीले दाहिने गोडा है त्यसपछि दण्डासन गर्छौँ पर्वतासन दण्डासन नौ देब्रे गोडा 10 11 12 एकदमै राम्रो सिधा सामान्य अवस्था ल फेरि नमस्कार दाहिने गोडाबाट जानेछौँ 1 नमस्कार आसन 1 2 3 4 5 6 7 8 9 10 11 12 एकदमै राम्रो यहाँ सबैजनाले मसँगै गर्नुभएको छ अब चौथो नम्बरमा छ देब्रे गोडाबाट गर्छौँ हामी फेरि सुरु गरौँ 1 श्वास सामान्य 2 श्वास गर्दै गर्दै 3 श्वास छोड्दै छोड्दै देब्रे गोडा 4 7 8 9 10 11 12 स्थिर लामो र गहिरो श्वास
हेर्नुहोस् त, सूर्य समान तेजस्विनी प्राणशक्ति कार्य सर्वव्यापी नमामि हम। एकदमै राम्रो सूत्र। सूर्य नमस्कार। लामो र गहिरो श्वास, शरीरभरि तेज आएको छ। शरीरको प्रत्येक अङ्ग शरीरका प्रत्येक अङ्ग खिलखिलाएका छन्, भएको छ हलुकापनको याद। लामो र गहिरो श्वास छोड्दै छोड्दै हामी आफ्नो आँखा खोल्छौँ। बिस्तारै अब हामी मुख्य भित्र जानेछौँ। सबैजना सहज अवस्थामा बस्नु होला। सबैजना सहज अवस्थामा बस्नु होला। मजाले वज्रासनमा कसरी बसिदिने त? वज्रासनमा बसिदिने। एकदमै राम्रो। सबैजना वज्रासनमा बसिदिने। अब हामी थोरै पसिना आएको छ, हजुरहरूलाई पनि आएको हुनुपर्छ। अब शरीर हलुका भएको छ, शरीरको प्रत्येक अङ्गमा काम भएको छ, त्यसलाई याद गर्नु है।